यो निलो निलो छ नि। हेलो एभ्रिवान, झुले नमस्ते, वेलकम ब्याक टु भिडियो। साथीहरू फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। मेरो बेबी के खाएको त्यसरी अनार किनिदिएको। यहाँ त गाह्रो छ नि भाडामा बस्नुको। एकछिन, अनि मेरो छोरीले अनार खाएर मुख कस्तो गराएछिन् भन्दाखेरि अनि यस्तो अघि नै एउटा उतैबाट काट्न पठाएर ल्याएको। यहाँ अब के गर्नु, चक्कु सक्कु केही पनि छैन। त्यही भएर अब अर्को दाना अझ अनार खान्छु भनिरहेको छिन्। म चाहिँ अब अनार काट्दिँदैछु। अनार केले काट्ने भन्ने सोचिरहेको छु। अनार काट्ने चक्कु नभएर चापीको सहायताले बेबीको लागि अनार काट्दैछु। समस्या पनि यस्तो हुन्छ कोही बेला त। चक्कु यही हो बेबी, चक्कु यही हो। चक्कुले कट्ट काट्छ। मैले त्यो अघि नै यो किन्ने ठाउँमा भैयालाई सबै काट्न पठायो भए त हुन्थ्यो। दुईटा दाना आधा केजी ल्याएको, दुईटा दाना काट्न पठाएँ। दुईटा अर्को यो एउटा दाना त्यति। लौ यो डस्टबिन हाल त सानो, लौ यो डस्टबिन हाल न। ला अहिले त्यो मोबाइल फुट्यो भने मम्मीको के हुन्छ? के हेर्छौ? मम्मी रिसान्छ भन्ने थाहा रहेछ त है? ए मोबाइल हो। चाबीले नि कहिले काम त गर्नु हात नै कस्तो। यति भए त पुगिहाल्यो। सुतिरै भए पनि म मेरो बुढोसँग भिडियो गरान्छु। के बोले नबजानु न यार, नबजानु कि यार। कस्तो बजा भनेको नि अलिकति मान्नु न। अहिले भनेको मानेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु मिस्टर प्रेम बहादुर। अनि मेरो बुढो चाहिँ यस्तो हुनुहुन्छ कि बिरामी हुनुहुन्छ। अनि के अरे यस्तरी बस्न लामो समयसम्म बस्न सक्नुहुन्न क्या यहाँ। अनि ढाडको नसा च्याप्पे अरे, त्यही भएर खुट्टा दुख्ने गर्छ। अनि हामी चाहिँ आज बिहानदेखि मेडिकल धाउनाले अहिले बल्ल सक्यो। अझ रिपोर्ट त आएकै छैन। अनि एमआरआई गरेर रुममा फर्क्यौँ। रिपोर्ट चाहिँ भोलि बिहान 8 बजे आउँछ अरे। एउटा सानो भिडियो गराऊँ न भनेको गर्ने जहिले पनि म। त्यही भएर सुतेर हुन्छ कि उठेर हुन्छ कि के गरेर हुन्छ त्यो भिडियो गराएको। सुन्टुनै तिमीलाई भिडियो परेछ होइन हुन्छ नि। भोलि पर्सि म यस्तो भएको नि, म यस्तरी सन्चो भएँ भन्ने हुन्छ नि त। त्यही भएर हजुर फेरि मान्नुहुन्न कि। यस्तो गरौँ न कि रुकुम भेष दैलेखको भाषा पहिला त्यति गरौँ न। त्यति कुराहरूलाई डिफ्रेन्ट तरिकाले भन्ने हो। आफ्नो ठाउँमा आफ्नो चलनअनुसार बोलिने भाषा हो कि। ल सुरु गरौँ है। नानीले कस्तो डिस्टर्ब गरिरहेछ। त्यो नबजाउनु न। मलाई सन्चो छैन अनि मलाई सन्चो भएपछि मात्रै गर्ने के भन्नुहुन्छ। मैले त्यही पनि कर लगाई खेलाउँ न ल भनी कर लगाई मैले बल्ल मनाछु। मान्नुहुन्छ कि नै अझ त्यो पनि थाहा छैन। गरौँ न, स्टार्ट गरौँ न है। मैले के भन्छु त्यसलाई रूपमा के भन्छन् त्यही भन्नु न। मैले के जस्तै होइन ल, हामी दैलेखतिर माल्टा भन्छन्, रूपमा के भन्छ? खुर्सानी। अनि फर्सी, कद्दु, केटाकेटी लखालगी। अनि अब अरू के हो भन्दाखेरि के हो यार, राम्रोसँग थाहै हुन्न क्या अझै। त्यहाँ के प्रत्येक सामानहरू युज गर्ने बेला उता गएपछि फेरि कति धेरै भनौँला भन्ने हुन्छ। हेलो एभ्रिवान, गुड मर्निङ, झोले नमस्ते, वेलकम ब्याक टु न्यू भिडियो। साथीहरू फेरि पनि स्वागत गर्न चाहन्छु यहाँहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी कहाँ छौँ भन्दाखेरि काठमाडौँमा छौँ। मेरो बुढोलाई चाहिँ नेपालन्स अब के अरे उपचार गर्न गएको। राम्रोसँग फेरि सन्चो नभएर हामी काठमाडौँ आइपुग्यौँ हिजो साँझ।
अब यहाँ काठमाडौँमा चाहिँ राम्रै उपचार हुन्छ भन्ने सुनेर हामी चाहिँ काठमाडौँमा आएको। अब हस्पिटल जानलाई रेडी भइसकेपछि खुट्टा सेक्दै हुनुहुन्छ। ढाडमा 4 ठाउँमा नसा चेप्पेको के, 2 ठाउँमा अलि बढी नै, 2 ठाउँमा त बढी भन्दा त एकदम धेरै नै नसा च्यापेको, अनि 2 ठाउँमा चाहिँ अलिक कम च्याप्पे रहेछ। मलिम लगाइदिँदैछु, यहाँ दुख्छ कि ढाडमा पनि, त्यही भएर यो निलो निलो छ नि, यो अस्ति नै सुर्खेतमा कपिङ गरेको, त्यही भएर यस्तो भयो। कपिङ पनि गर्नु पर्ने रहेछ के। यो मलम लगाएपछि मालिस नगर्ने र यसरी सरसर लगाइदिने मात्रै भन्नुभयो डाक्टर साहबले। कस्तो निलो निलो भयो हजुरको के यता। फाइनली सुस्वास्थ्य हस्पिटलमा आइसकेको छौँ। हस्पिटलै भित्र सेयरिङ र पर्सनल रुम ल्याउनु पाइँदो रहेछ, अनि हामी चाहिँ पर्सनल रुममा बसिसकेका छौँ। सामान तामानहरू सबै राखिसक्यौँ के, लिएर पनि बेबीले कहाँ फालेछन् चप्पल। अनि हाम्रो 2वटा बेड छ, त्यहाँ एउटा बेड छ, अनि यहाँ हाम्रो बेबी र मेरो। जस हामीलाई चाहिँ हस्पिटलै भित्रै बस्न पाउँदा चाहिँ सहज भएको छ, नत्र हस्पिटल बाहिर बस्नु परेको भए त है कति आउ जाउ गर्न पर्थ्यो। हस्पिटलभित्रै भएर आनन्द भइरहेको छ। थ्याङ्क यू सो मच यहाँहरूले मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। बाई बाई, फेरि अर्को भिडियोमा भेटौँला।